साथीहरु गुड मर्निङ छाजाल एन्ड नमस्ते हजुरहरु सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु भन्दै आजको नयाँ दिनको सुरुवात गरिरहेको छु। आज चाहिँ म धेरै पछि फेरि पनि भिडियो दिनै बनाउँछु भन्छु साथीहरु। भिडियो कतै जानु पनि पाउँदिन हो, जानु पाउँदिन भन्दा पनि जानु अल्छी लाग्छ। त्यही भएर घरमै बसेर पनि खासै के भिडियो बनाउनु जस्तो लाग्यो, तर हैन साथीहरु, म आजदेखि दिनै भिडियो बनाउँछु। जस्तो सुकै भए पनि दिनै भिडियो बनाउने कोसिस गर्नेछु साथीहरु। चाहिँ अब इस्कुसको मुन्टा केलाउन आँटेको साथीहरु। हाम्रो चाहिँ उहाँ इस्कुसको मुन्टा फलिरहेको थियो यहाँ, अनि अहिले चाहिँ दिदीले केलाउँदै हुनुहुन्छ। इस्कुसको मुन्टा, इस्कुसको मुन्टा यो चाहिँ आफ्नै बारीमा फलेको अर्ग्यानिक इस्कुसको मुन्टा। आज चाहिँ साथीहरु मैले चुलामा भात सब्जी पकाउँदैछु, किनभने ग्यास महँगो भइरहेछ नि साथीहरु अहिले। त्यो पनि आधी आधी मात्रै आइरहेछ, अनि हाम्रोमा छन्दै छ स्टोभ, तर पनि अब चुला छ। मौसमी यस्तो शीतल छ, त्यही भएर चाहिँ मैले चुलामा भात पकाउँदैछु। म चाहिँ फर्सी के अरे इस्कुसको मुन्टा पकाउनु लागेको। सब्जी चाहिँ चुलामा इस्कुसको मुन्टा, चुलामा इस्कुसको मुन्टा र आलु पकाउन आँटेको। चाहिँ टमाटर पाक्यो, अब चाहिँ इस्कुसको मुन्टा लगाउने। इस्कुसको मुन्टा चाहिँ घरमै फलेको यो इस्कुसको मुन्टा चाहिँ। मेरो चाहिँ सब्जी पाकिसक्यो गाइज, यसरी पाक्यो मेरो सब्जी चाहिँ। मैले पकाएको सब्जी चाहिँ मलाई चाहिँ यस्तै खाले मिठो लाग्छ। अब सबैको आफ्नो टेस्ट हो। सब्जी पाक्यो, अनि यता सानीले चाहिँ यहाँ चक्कु हात काट्छ। सानी सानी यता हेरिदेऊ त, हाँसिदेऊ न एकताल। उमा गरिदेऊ त एकताल, छिटो लु छिटो यता हेरिदेऊ न। सबैलाई फ्लाइङ किस हानिदेऊ न त पिन्तुली। त्यसरी हेर्नु यसरी, यता हेर न है, माया गरिदेऊ। वाउ कस्तो नाम। हेलो सानी, सानी सानी यता हेर न, यता हेर त कत्रो भेगुता छ अरे भन्देऊ त। त्यहाँ कसो गरिरहेछ यता हेरिदेऊ त। अनि सुगरै गरे न त्यसले। यता हेर त कसरी हेर अरे, यता मलाई हेरेर हेर न। खोइ यता फर्केर हौ, यता फर्केर, त्यता फर्केर हेर्नु देख्दैन नि त। यता फर्केर हेर न, यता फर्केर कसरी हेर अरे, टेढो आँखाले हेर हो। यसरी फर्क्यो, कहाँ छ देखाउ त लु, कहाँ छ भेगुता, कहाँ छ लु उछेर देखाइदेऊ त। ल ल आउँदैछु लु। खोइ कहाँ छ, ला भागिसकेछ। ए कसरी भाग्यो होला, कसरी भाग्यो होला सानी, उफ्रिँदै? भित्र पसी गयो हो र। सानी यो के फलेको भनिदेऊ त सानी, यो ठुलो सरले भनिदेऊ न, ठुलो सरले। कसको मकै हो यो? कसको मकै अरे? पिपी कसको? त्यही त पिपी कसको हो त? पिपीको माया लाग्छ कि लाग्दैन? कहाँ लाग्छ? खोइ मुटु कहाँ छ देखाउ त। यता फर्केर, मलाई फर्केर। मुटु मुटु त्यहाँ छ। अनि मामाको नाम के हो, मम्मीको नाम? सानीको मम्मीको नाम? बाबाको नाम के थरी हो? मिलन हो। अनि दादाको नाम? स्वामी। तिम्रो नाम चाहिँ के हो नि? अनि सानी हो। ए अनि बोजूको नाम थाहा छ कि छैन सानीलाई? मुमा हो।
साथीहरू चटपटे खान जानु लागेको तल घरतिर या दिदीहरू हुनुहुन्छ यहाँ। यो चाहिँ हाम्रो दिदीको घर हो यो सानी। हामी चाहिँ जाँदैछौँ चटपटे खानु। यता भाउजू बाटोमा निस्किसकिसक्नु भयो। सानी हामी कहाँ गएको लु भन्दै सानी कति खाने यता हेरेर भनिदेऊ न त धेरै खाने भनेर। वाउ हामी चाहिँ चटपटे खान जानु आँटेको साथीहरू। यो चाहिँ हाम्रो चोक हो मेन हाइवे हो यो चाहिँ। यता चाहिँ चोक यता चाहिँ बजार चोक। सानी यता यता हामी चाहिँ यता जाँदैछौँ। यस्तो दामी फुल रोपेर चाहिँ है साथीहरू। यस्तो दामी के लिची हस् दाजु। यहाँ पनि छ हाम्रो यो चाहिँ बडीहरूको घर यो काकीहरूको घर। यता बडीहरूको घर चाहिँ छेलिरहेछ। यो चाहिँ लिची हामीलाई वर्ष नि पठाइदिनुहुन्छ लिची। यो पाल त छैन अलिअलिमा छ। बडीको घर यहाँ हो काठको घर छ पहिलेको जमानाको घर। चटपटे खाने दोकान हामी चटपटे खाने दोकान आइपुगिसक्यौँ। भाउजू हाम्रो चटपटे खानाको हामी चाहिँ गाइस चटपटे खाँदै दुईचोटि खाइसक्यो तर देखाउनु बिर्सेछु मैले चाहिँ। खाने मान्छेको ताती यस्तो धेरै छ त्यही भएर बिर्सिहालेछु खो हतार भएर बिर्सिहालेछु। मिस भएर चटपट नकिनेर खुसी खाँदै चाहिँ यहाँ। सानी के खाएको सानी यो के हो आलु खाएको चटपट खाइस् खाइनस् के हो यसको नाम के अरे कुरकुरे हो त्यस्तो राम्रो बाख्रा चटपटे चाहिँ। सानी के खाएको त अहिले बादीले मरिमरि किनेको एउटा चिप्स त्यो नोसेको छ क्या मारापचे राइस सुनुवारको डान्स चाहिँ रिहर्सल हुँदैछ। बुद्ध पूर्णिमाको दिन नाच्ने रिहर्सल हुँदैछ। हामी चाहिँ डान्स हेरेर पनि आइसक्यौँ। हामी चाहिँ खाना खाएर गएको थियौँ डान्स हेर्नको लागि। अनि डान्स हेरेर आएर पनि फ्रेस भइसकेर मुखसुख धुलाएर अब सुत्ने बेला भइसक्यो। त्यही हो साथीहरू आजको भिडियोलाई भेटाइ कस्तो लाग्यो हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै आजको मेरो भिडियो यिनीहरू एन्ड गर्छु। भोलि फेरि नेक्स्ट भिडियोमा भेटौँ। बाई बाई साथीहरू।